मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी आज विभिन्न धार्मिक कार्यक्रम सहित जनकपुर धाममा भव्य रूपमा सम्पन्न गरिएको छ। भगवान राम र देवी सीताको प्रतीकात्मक विवाहको स्मृतिमा मनाइने यो पर्वका अवसरमा जनकपुर धाममा देश विदेशबाट हजारौं भक्तजनको भिड लागेको छ। बिहानैदेखि जानकी मन्दिरमा विशेष पूजा अर्चना, वैदिक मन्त्रोच्चार र राम सीता विवाह प्रक्रिया अनुष्ठान गर्दै धार्मिक विधिहरू सञ्चालन गरिएको थियो। मुख्य आकर्षणका रूपमा आयोजित राम जानकी विवाह सोहारा झाँकी यात्रा जनकपुरका प्रमुख मार्ग हुँदै जानकी मन्दिरसम्म पुर्याइएको थियो। स्थानीय प्रशासनले भक्तजनको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको जनाइएको छ। जनकपुर धाम उपमहानगरपालिकाले शहरभरि सरसफाई, बत्ती सजावट र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै वातावरण उत्सवमय बनाइएको छ। विवाह पञ्चमी मिथिला क्षेत्रको मुख्य सांस्कृतिक पहिचानका रूपमा हरेक वर्ष मङ्सिर महिनामा मनाइन्छ। राम सीताको दिव्य मिलनको सम्झना स्वरूप आयोजित यो पर्वले धार्मिक आस्था मात्र होइन, मिथिलाको सांस्कृतिक, कला र परम्परा जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।